तिनीहरूको आमा नै फेरिसक्यो केही फरक पर्दैन आमा फेरिदैन बालनको श्रीमतीलाई आमा भनौँ है आमा भन्नुभएको थियो अब आमै रिसाउन थाल्नुभयो है आमाले पनि अहिले सरकारको विरोध गर्नुभएको छ खालि अहिलेको गभर्मेन्टको टार्गेट पहिलेको गभर्मेन्टको दोष देखाउन मात्रै छ अनि तपाईँहरूले पनि यसो विचार गरे त खालि ओलीकै मात्रै विरोध गर्नुपर्छ त यसो गऱ्यो अब एक रात च्याप्पै चाहिँ समात्यो गयो फेरि छुट्यो उता सुकुम्बासीमा ड्याङ चाहिँ व्यवस्थापन नगरिकन डोजर हान्यो होइन अदालतको स्टे अर्डर आयो आउनु त होइन तर कतिको विचलित भएको छ नि आमाले त्यही भएर भन्नुभएको हुनसक्छ फेरि अर्को अवस्थामा चाहिँ फेरि बालनले गर्छ भन्ने अनि प्रधानमन्त्री चाहिँ सकिसकेपछि अनि अहिले फेरि विरोध गर्ने घरिघरि सुशीला आमाले भनेको कुरा यो ठिक हो जस्तो लाग्छ घरिघरि होइन जस्तो लाग्छ यस्तो कन्फ्युज भइरहेको छु कि म त अब तपाईँ पनि कन्फ्युज हुनुभएको छ कि भने के हो सुशीला आमाले भनेको कुरा ठिक हो त बालन सरकारले गलत गरेकै हो त